फेरि पनि नमस्ते। मैले यो अघिल्लो भिडियोमा भनेको थिएँ म पार्ट 2 लिएर आउँछु भनेको थिएँ। यो रोमानियाको डकुमेन्टहरूको अनि रोमानिया आउने साथीहरूको लागि चाहिँ विशेष गरेर बनाउँदैछु म। अहिले चाहिँ धेरैजसो साथीहरू इलिगल भएको छन् किनकि अब डकुमेन्टहरू एकदम त्यस्तो छ कि अब के भनौँ होइन। कम्पनीले डकुमेन्ट प्रोसेस गर्छु भनेर हामीलाई आश्वासन दिएको थियो र उसले हाम्रो इमिग्रेसनको मान्छेसँग नै डाइरेक्ट मिटिङ गरायो। त्यसपछि मेरो बुकारेस्टमा पासपोर्ट रिन्यू गर्न जानु थियो। पासपोर्ट रिन्यू गर्न जाँदाखेरि समस्या हुन्छ कि भन्ने कुरो गरेँ मैले। उसले इमिग्रेसनले भन्यो कि समस्या त हुन्छ, तिमीलाई पुलिसले समात्यो भने डाइरेक्ट नेपाल पठाउँछ, तिमी लिगल्ली छैनौ, इलिगल्ली काम गर्दैछौ भन्ने कुरो गर्यो। त्यसपछि मैले किनकि उसको लागि 120 युरो समथिङ दिइसकेको थिएँ पासपोर्ट रिन्यू गर्ने भनेर अनलाइनमा फर्म गरेर। अनि मलाई कम्पनीसँग गरेँ यस्तो यस्तो गराएको छ के गर्ने। कम्पनीले भन्यो तँलाई 120 युरो तिरेको छस् भने त्यो 120 युरो हामी कम्पनीबाट तँलाई दिन्थ्यौँ, तर त चाहिँ बाहिर नजा। अनि कम्पनीमा मान्छे राम्रो भेटेको भएर धेरै सपोर्ट गरेको थियो। अनि फेरि दोस्रो दिन इमिग्रेसनबाट कल गर्यो र एउटा पास बनाइदियो मलाई, जुन कि यस्तो पास बनाइदियो कि त यो रोमानियाको जुनसुकै ठाउँमा गएर पनि 3 दिनसम्म घुम्न पाउँछस्, त इलिगल भए पनि हामीले इमिग्रेसनबाट भनेर एउटा चिठी लेखेर चिठी दियो होइन। सबै रोमानियन ल्याङ्ग्वेजमा थियो, यो ट्रान्सलेट गरेर गर्दाखेरि एउटा पास जस्तै बनाएर दिएको थियो। अनि त्यो एजेन्सीले अनि त्यसपछि फेरि पासपोर्ट माग्यो, हाम्रो पुरानो कार्ड माग्यो, सबै मागेर लग्यो त्यसले। अनि लग्यो अब चाहिँ वर्क परमिटको लागि एप्लाई गर्छु भने वर्क परमिटको लागि एप्लाई गर्यो। एप्लाई गरेको करिब 7-8 महिनापछि वर्क परमिट पनि झऱ्यो। त्यो बिचमा मलाई धेरै एजेन्सीहरूले कल गरेको थियो, धेरैभन्दा धेरै म्याक्सिमम मात्रामा एजेन्सीहरूले मलाई अर्को ठाउँमा जा त रोमानियामा तेरो डकुमेन्ट बन्दैन भनेर यहाँको नेपालीहरू त्यस्तै दलालहरू अब यहाँको मान्छेले पनि कन्ट्याक्ट गर्यो होइन। त्यही भएर यो दलालहरू एजेन्सीहरूको कुरा चाहिँ नसुन्नु कसैले पनि, एकदम गाह्रो हुन्छ। र बाँकी भिडियो चाहिँ म पार्ट 3 सम्म लिएर आउने कोसिस गर्नेछु। हस् त।